त्यसैले हामी बारम्बार भन्ने गर्छौँ नि, नेता भनेको दूरदर्शी हुनुपर्छ। आज लगाएको कानुन नियम कानुनले भोलि जनतामा अनि सरकारमा के असर पर्छ भन्ने कुरो सोचेर त्यसलाई कार्यान्वयन गर्नुपर्छ। हेर्नु सुधारण ल दादागिरी चल्छ। गणेश नेपालले न्याय चाहेको छ। गणेश नेपालीको हत्यारालाई कारबाही हुनुपर्छ। राहत अनि विभाग अगाडि एकजना युवाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाइसकेपछि उनको निधन भइसकेपछि युवाहरू आक्रोशित भएका छन्। गणेश नेपाली कार चढेर कारको पार्किङको समस्या भएको होइन नि। तब 10 दिनसम्म मेहनत गरेको एकछिनमा तपाईँको 10,000 को चिड हानिदिन्छ भनेपछि त्यसले के सोध्छ भने बाइक चलाएर किस्तामा बाइक निकालेर चाहिँ पठाउ चलाएर किस्ता तिर्ने र बिहान बेलुकाको छाट्टाने गरिब हो नि। न खाद्यान्न न पेट्रोल न केही कुराको पनि रेट घटाएको छैन भने राइड सेयरिङको रेट चाहिँ ठ्याक्कै आधी भएको छ। एउटा जग्गा धितो राखेर उनीहरूले के गरे हुन्छ नि, एउटा बाइक किनेको हुन्छ हो, त्यही बाइकमा चाहिँ कर, त्यही बाइकमा चाहिँ चिट काटेर 10,000 चिट काट्ने, त्यो 10,000 को बाइक किन्ने त्यो बाइकै छोडिदिए भएको त। विदेशी सिस्टम राख्नु खोज्छ। अब नेपालमा त्यस्तो त हुँदैन नि तपाईँको। अब 552 ठाउँमा तपाईँको न पार्किङ छ, न हस्पिटलमा गयो न पार्किङ छ। अस्ति खुद मैले नै तपाईँको चिट खायो। यो त आतङ्क हो नि, राज्य आतङ्क हो नि। यो त तपाईँको नियम कानुनको रूपमा, नियम कानुनको एउटा आडमा आतङ्क गरेको हो नि त यो त राज्यले। 20 लागेका कलेज पढ्दै तपाईँको पार्ट टाइम गर्ने युवाहरू, यो धेरै युवाहरू छौँ हामी। देशकै माया गरेर चाहिँ देशमै केही होला, देशमै चाहिँ राम्रो व्यवस्था होला र देशमै बसौँ, आफ्नै परिवारसँग आफ्नै भूमिमा बसौँ भनेको। तर यो चाहिँ तपाईँको नियमहरू कानुनहरू नआएर यो कम्पनीहरूको दमनले गर्दा चाहिँ विदेशी न बाध्य छौँ। बाइक यहाँ नेपालमा केही गरौँ भनेर हामीले चाहिँ अब अहिलेसम्मको लागि केही गरौँ। अब घरमा सबैको हाम्रो आर्थिक अवस्था एउटै हुँदैन। यहाँ केही कमाएर हामी पनि यहाँ पढिरहेको हौँ, स्टुडेन्टको लागि पार्ट टाइम गरिराख्ने हो। र हामीलाई चाहिँ अब राइड सेयरिङ एप्सहरूले पनि यो जुन भाडा छ यो भाडा पनि नबढाइदिने। जस्तो तपाईँको अस्ति 270 रुपियाँ पर तेल हुँदा 270 रुपियाँ 27देखि 25देखि 27 रुपियाँ चाहिँ हाम्रो खर्च छ पर किलोमिटर। अनि यो जुन एप्सहरूले पनि जुन हाम्रो यो उहरू नबुझिदिने, अझ घटाइदिने। अनि जुन यो अहिले कानुन बनेको छैन एप्सको भन्ने यस्तो भन्ने हामीलाई झुलाइदिने, हाम्रो कुरै नसुन्ने। र यो सरकारले पनि यो आवश्यक कानुन बेलैमा बनाउनु पर्यो, गर्नु पर्यो। सातमातिर गएको थियो होला। अनि औषध लिएर पछि म आउँदाखेरि भनेपछि यिनीहरू अब गाँजाको तालमा बोल्ने के होइन। अहिले नेपाल सरकारले यदि अहिले एउटा बाइक अहिले मान्छेहरूले के गरे हुन्छ भने एउटा जग्गा धितो राखेर उनीहरूले के गरे हुन्छ नि, एउटा बाइक किनेको हुन्छ हो, त्यही बाइकमा चाहिँ कर, त्यही बाइकमा चाहिँ चिट काटेर 10,000 चिट काट्ने, त्यो 10,000 को बाइक किन्ने, त्यो बाइकै छोडिदिए भएको त।